पहिले थोरै तेल राख्ने। पहिले मैले थोरै तेल राखेछु अनि यहाँ अदुवा र लसुनलाई यसरी स्लाइस पारेर थोरै काटेछु। 3टा गोलभेडा लिएँ। 1 केजी चिकन लिएछु अनि धनिया पाउडर। यहाँ चाहिँ मैले कढाई चिकनको लागि तयार गरेको मसला। यो चाहिँ जिरा पाउडर। यो चाहिँ मैले अदुवा राखेँ, लसुन राखेँ थोरै अनि यसलाई मैले थोरै चलाएँ। चलाइदिएँ। अब यसमा म चिकन राख्छु। यसलाई बिस्तारै चलाइदिन्छु। यसलाई म बिस्तारै चलाइदिन्छु। बिस्तारै चलाएपछि एकछिन यसै छोडिदिन्छु। थोरै नुन राख्ने। यसमा टमाटर हालिदिन्छु। टमाटर हाल्दिएँ। अब यसलाई म छोपिदिन्छु। यसलाई म छोपिदिन्छु, ढक्कन लगाइदिन्छु। ढक्कन लगाएर एकछिन पकाउँछु। हेर्नु न, यो त यस्तो भएछ। अब म यसलाई निकाल्छु है। एकचोटि मिक्स गरेर हेर्नु पर्यो। टमाटरको स्किन चाहिँ निकाल्नुपर्छ, कति तातो हो। पोल्यो नि भाइ, पोल्यो। यसमा छ भने कति तातो हो। निकालेँ। अब यसलाई मिक्स गरिदिन्छु मैले। मिक्स गरेर भेट्छु ल। यो चाहिँ अहिले यस्तो भयो। अब यो अलिकति पानी सोक्न दिन्छु। यो चाहिँ यस्तो भएछ। अब यसमा म मसला हाल्छु है त। मैले चाहिँ यसमा धनिया, जिरा अनि यो चाहिँ कढाई चिकन मसला, त्यो चाहिँ यसमा हालिदिएँ। खिच्नै बिर्सेछु अनि चलाएँ। एकछिन पछि फेरि भेट्छु है त। यो चिकन पाकिसक्यो। अब यसमा म कुकिङ क्रिम हालिदिन्छु है। कुकिङ क्रिम हालिदिएँ। चलाउनु अब मजाले राम्रोसँग चलायो होइन। एकछिन यसलाई पाक्न दिउँ। थोरै काटेको खुर्सानी, थोरै चाहिँ काटेको धनिया हालिदिन्छु है। धीमी आँचमा एकछिन राखिदिन्छु। पाक्यो।